साना गाउँ भातभती नै यहाँनिर छ। बजेट 2 करोड आसपासमा छ भने घर अगाडि तपाईँले 13 फिटे बाटो पाउन सक्नुहुन्छ भने यसमा ढलको व्यवस्था पनि भइसकेको छ। यताबाट रेन्टल स्पेस भयो यता। यहाँबाट माथि आफ्नो बस्नको लागि जाने ठाउँ भयो। फर्स्ट फ्लोरमा हजुरले एउटा लिभिङ रुम, ठुलो लिभिङ रुम र 2टा बेडरुम पाउन सक्नुहुन्छ। एउटा कमन बाथरुम पाउन सक्नुभयो। आउँदै सिधै किचन डाइनिङ स्पेसमा आइपुग्छौँ। सेकेन्ड फ्लोरमा 2टा बेडरुम र किचन डाइनिङ। यता हजुरले पूजा कोठा गरेर यता केही सामान राख्ने ठाउँ बनाउनु भयो नि भयो। माथि यदि हजुरहरू घर किन्ने सोच बनाउँदै हुनुहुन्छ र बजेट 2 करोड आसपासमा छ भने यो भण्डारी गाउँमा 2.5 आनामा बनेको घर बिक्रीको लागि उपलब्ध भइसकेको छ। घर अगाडि तपाईँले 13 फिटे बाटो पाउन सक्नुहुन्छ भने यसमा ढलको व्यवस्था पनि भइसकेको छ। हामी यहाँबाट इन्टर गर्ने बित्तिकै यो मेन गेट भयो। यहाँबाट एउटा गाडी पार्किङ गरेर यहाँ 2-3टा बाइक पार्किङ गर्न सकिन्छ। यताबाट रेन्टल स्पेस भयो यता। छिटो सानो लिभिङ, किचन। यता गएर एउटा बेडरुम छ। यता कमन बाथरुम। यता पछाडि इनार दिएको छ। यहाँबाट माथि आफ्नो बस्नको लागि जाने ठाउँ भयो। यसमा सुज र्याक र पानीको वाटर ट्याङ्कको ढकन छ। स्टेप्समा ग्रेनाइटको फिनिसिङ छ भने रेलिङमा यो वुडन फिनिसिङमा छ। यो एउटा बेडरुम भयो फर्स्ट फ्लोरमा। आएपछि एउटा लिभिङ। यहाँबाट कमन बाथरुमको स्पेस छ। यो एउटा बेडरुम भयो। फर्स्ट फ्लोरमा हजुरले एउटा लिभिङ रुम, ठुलो लिभिङ रुम र 2टा बेडरुम पाउन सक्नुहुन्छ। एउटा कमन बाथरुम पाउन सक्नुभयो। अब जाउँ हामी सेकेन्ड फ्लोरमा। सेकेन्ड फ्लोरमा जाँदै हामी सिधा आउँदै सिधै किचन डाइनिङ स्पेसमा आइपुग्छौँ। किचनको सेटअप यसरी दिएको छ। डाइनिङ एरिया यता भयो। सँगसँगै कमन बाथरुमको स्पेस यताबाट छ। किचन यता भयो। यतापट्टि सँगसँगै एउटा बेडरुम। सेकेन्ड फ्लोरमा 2टा बेडरुम र किचन डाइनिङ छ। हामी जाउँ टप फ्लोरतिर, यानि कि थर्ड फ्लोरतिर। यता हजुरले पूजा कोठा गरेर यता केही सामान राख्ने ठाउँ बनाउनु भयो नि भयो। जे गर्दा नि हुन्छ। यता वासिङ मसिन राख्ने ठाउँ रहेछ खासमा। यता पूजा कोठा बनाउन सक्नुभयो। हामी आयौँ हाफ टेरेसमा। माथि यस्तो डिजाइनमा छ। यहाँ सानो धाराको लागि स्पेस दिएको छ। यो यहाँबाट गएपछि हामी माथि टप टेरेसमा जाने बाटो यताबाट दिएको छ। यस बाहिर भर्याङ दिएको छ। यसमा हजुरले 1000 लिटरको ट्याङ्की पाउन सक्नुहुन्छ। यो तल स्पेस बस्नको लागि यहाँ ग्लास हाल्नको लागि फ्रेम हालेको छ। तपाईँले देख्न सक्नुहुन्छ। साना गाउँ भातभती नै यहाँनिर छ। यो यहाँबाट यति डिस्टेन्समा यो घर रहेको छ। यदि हजुरहरूलाई यो घर मन पर्यो भने गणपति बिल्डर्स एन्ड रियल इस्टेटलाई सम्झन सक्नुहुन्छ। नम्बर तल लिङ्कमा दिएको छ। हस्त धन्यवाद।